हेलो गाइस, दर्शक नमस्ते। आज चाहिँ हामी फेरि कहाँ जाँदैछौँ अरे यो दुईजना केटाहरूको पछि लागेर कहाँ जाने अरे केटा गोरुगोठालो गर्न लाने अरे पारी डाँडातिर कतातिर होइन। यो हरियोले ठाउँ दिएको छ कहाँ गोरु चराउन जानुपर्छ काका भन्दैछ। एकजना अगाडि लगाइरहेको छ हरियो, अनि त्यसमा बिचमा छ हरि कुकुर पाइले केटा, अनि यतै जङ्गल छ। बँदेलको शिकार म जाने। वी आर हन्टिङ टुडे। ठाउँ लोकल भाले रहेछ हौ, कत्रो भाले पो रहेछ हौ। यहाँ लोकल सामान थाल्यो भने यहाँ बस्तीबाट खेदाउँछ है केटाहरू। के छ खोइ ओ लो उ त्यो रुखमा बसिरहेको रहेछ ल। यहाँ भाले बसेको रहेछ हेर्नु है ल। ए ककरी क्वाँ गर्छ अहिले त्यो भालेले। ल हेर्नुहोस्, हामी त यहाँ भाइ बस्तीतिर लागेको छ हाम्रो बस्ती। यहाँको बस्ती त यस्तै छ साथीहरू होइन। हामी चाहिँ अब कहाँ जाने भन्ने कुरा चाहिँ अब केटाहरू अगाडि लागिरहेछ। हरियोले कहाँ राम्रो ठाउँ देखेको छु काका भन्छ। अब जाउन त कहाँ रहेछ भनेर चाहिँ अब हिँडेको। गेडागुडी पनि थुप्रै फलेको रहेछ। खोइ डुरेन रहेछ यार। यो त काँडा भएको फल त यस्तोमा पो फल्दो रहेछ। यत्रो ठुल्ठुलो रुख हुँदो रहेछ हेर्नु त ल। गनाउनु पनि त लास्टै गनाउँछ नि फेरि। यस्तोमा फल्दो रहेछ काँडा भएको फल त। यो नेपालतिर त पाउँदैन, नेपालतिर पाउँदैन। टन्नै पो रहेछ त यार यो डुरेन त होइन। यहाँ चाहिँ टन्नै फलेको रहेछ हेर्नु। यता यो नरिवल पनि छ, नरिवलको गेडागुडी पनि धनिया छ पुरै। खालि गेडागुडी रामबुतान पनि फलेको रहेछ हो टन्नै। ल हेर्नुहोस् यो चाहिँ कर्कल हो है गाइस, कर्कल हो। अनि के तान्दै हो? अनि कर्कल होइन यो? ओ भीम यो कर्कल होइन यो? यस भन्दा छ उसले चिन्छ नि त। ल हेर्नुहोस् केरा टुसुक परेको। ल हेर्नुहोस् है त्यो त अनि घुम्छ त। अनि त्यो त्यसलाई गिम्बल भन्छ। ल यो के अरे सजन चाहिँ पुरै सुकिसकेछ। मोरिङ्गाना भन्छ यसलाई चाहिँ, सबै सुकिसकेछ। यो आमलाको रुख पनि रहेछ। ए अमला चाहिँ फलेको छैन रहेछ। यहाँ आँप हेर्नुहोस् ल कति फलेको छ। ल हेर्नुहोस् त ए यहाँको बस्तीतिर कतापट्टि लाग्ने हो? माछा पोखरी। यो चाहिँ कति माछा छ मामुला त ल। भन्नु पनि गाह्रो छ। ठुलो माछा भन्नु पनि गाह्रो छ। यो माछाको जाली त यहाँ पो रहेछ त। यो जाली माछा साँच्ची नै माछा नै उगाउँदो रहेछ यार। त्यो त घुम्छ नि। ठिक छ त। कस्तो रातो खालको अनुहार हो यो केटाको। प्रेसर हाई भएको मान्छे नि। नामै राते छ, राते चाहिँ तर मान्छे पनि रातै छ। नाम अनुसारको अनुहार पनि रातै छ। ल हामी चाहिँ बस्तीतिर लागिरहेछौँ है साथीभाइहरू। ल अहिले त्यहाँ अलि माथि पुगिसकेपछि फेरि भेटौँ ल। टनेल त्यो त सब्जी बारी हो। यता कता मसानी आज मसान गाडीमा गएर चाहिँ काका म मसन जगाउँछु हेर्नु है भनेर चाहिँ हरियोले लिएर आएको छ। आज कतिको मसन जगाउँछ हेरौँ है त। कालो भाले आज म मौसम जगाएर देखाउँछु काका तपाईँलाई भनेर चाहिँ मौसम जस्तो हरियोका मान्छेलाई यता लगेर
ल कहाँनिर उनीहरू पङ्खा रहेछ हौ, यस्तो खालको पङ्खाबाट बत्ती निकाल्न आइडिया सिक्नुपर्छ क्या गाउँघरतिर। ल नि त है, यस्तो पङ्खा लगाएर चाहिँ बत्ती निकाल्नुपर्छ। ल नि त यो पङ्खा, अनि बत्ती निकाल्नुको लागि त लाग्यो त। ल हेर्नुहोस् है, पुरा उ त्यो के अरे त्यो के पो भन्छ त्यो हाम्रोतिर टन्नै हुन्छ नि त्यो, मेरो घरको उतापट्टि छ नि टन्नै, खालि त्यो स्याल बस्ने घारी छ नि रिस चल्दा, उनिङ घारी उनिङ घारी हो यो त्यो लाटेको पाखातिरको उनिङ घारी। यस्तो मात्र दुम्सी हुन्छ त। ब्याग गराउनु त अनि यस्तो अलि फेस देखाउनु पर्यो नि त यार, अलि एड गर्न मिल्छ नि त हैन? मिल्छ। फेस देखाउनु भने यस्तो गर्नुपर्छ नि, ल गाई सरी हाम्रो फेस यस्तो छ भनेर देखाउनु पर्छ नि। तपाईको ठाडो चाहिँ गर्न मिल्छ, मेरो मिल्दैन नि त। अब ठाडो किन्नु पऱ्यो नि त, तेर्सो किनेर हुन्छ नि त होइन हरि? यो नगर यो राख्नु हातले गरी। यो के यो फुललाई के भन्छ तिमीहरूतिर हरि? मलाई प्राय थाहा हुँदैन यस्तो यस्तो आइटमहरू। यसको फल पनि हुन्छ नि, खाँदा मिठो हुन्छ यो। काफल खोइ कहाँ यसलाई काफल भन्छ? हावा गरिदिन्छ यार। अङ्गेरी खोइ अङ्गेरी अहिले कुचुपिटा भन्छ ल, कुचुपिटा। ल यहाँ के को फल ल हेर्नुहोस् है, के को दाना दाना फलेको छ। ल हेर्नुहोस् है, यो फल हैन, यो चिप्लिन्छ खायो। खानेकुरामा त्यो वनस्पतिहरू। ल है साथीहरू, हामी चाहिँ ल चियानघारीमा आइपुग्यो। यहाँ चाहिँ पुरै कपुर छ होइन। अब यहाँ चाहिँ हाम्रो हरियो भतीले चाहिँ मौसम जगाएर देखाउँछ भनेको छ आज। कतिको मौसम जगाउँछ यो आफ्नो आफ्नो मान्छेको उयसमा चाहिँ, कपुरमा चाहिँ सफा गर्न आउँदो रहेछ उनीहरू। ल हेर्नुहोस् है, यस्तो हुन्छ यहाँ चाहिँ, पुरा गार्डन जस्तै छ त। अन्त यता चाहिँ के देख्यो फेरि? दामी छ त हो हरिको मोबाइल क्यामेरा त। देखिन्छ देखिन्छ। टोटो कहिले पर्छ र मोबाइल किन्ने भइसक्यो अब मलाई भएन। टोटो नपरिदिएसम्म भलिबल पनि रहेछ त यहाँ। यो भलिबलहरूको यो तारमा, यो तपाईँहरूलाई म एउटा क्वेसन सोध्न चाहन्छु है, यो तारमा चाहिँ किन यो भलिबल झुन्ड्याउँछ भन्नुहोस् त? ल यसको अर्थ चाहिँ के हो? यो जङ्गलै जङ्गल छ, यो एकदमै रमणीय दृश्य। अब यस्तो ढाडमा चाहिँ दुम्सी हुन्छ क्या पहिला, अनि यहाँ त भलिबल खेल्ने ठाउँ रहेछ त। अन्त यो यहाँ पो रमाइलो हुने केटाहरू जङ्गल, त्यो जङ्गलको बाटो किन पस्छ भनेको त यहाँ भलिबल खेल्ने ठाउँ रहेछ। यो त्यो म्यानमारहरूको त्यो उयो लात्ताले खेल्ने ठाउँ उयो हो। अनि हो यस्तो ढाडमा चाहिँ हामीले पहिला पुरै दुम्सी खेदाउँथ्यो क्या, यस्तो ढाडतिर यस्तो ढाडमा चाहिँ। यता चाहिँ अलि राम्रै रहेछ दृश्यहरू होइन। ल हेर्नुहोस् यो ढुङ्गा, यहाँ मलेसियाको ढुङ्गा चाहिँ यस्तो खालको हुन्छ। ल हेर्नुहोस् यो ढुङ्गा है, यो माटो होइन फेरि। यो चाहिँ एकदमै ढुङ्गा हो, यो माटो होइन। यो चाहिँ पुरा कडा हुन्छ। ल हेर्नुहोस् तपाईँहरूले होइन, यो चाहिँ कस्तो खालको ढुङ्गा हो भनेदेखिलाई तपाईँहरू यो कङ्क्रिट खालको ढुङ्गा हो क्या यो। कोइला होइन भतिजा, तिमी चाहिँ फेरि आफू कोइला भनेर आफू कोइला जस्तो भएर कोइलै सम्झिन्छ यार। ल हेर्नुहोस् साथीहरू, आजको मौसम चाहिँ अलि एकदमै शीतल छ, पानी पर्ला जस्तो छ। तर यस्तो खालको बादलमा चाहिँ पानी पर्न थाल्यो भने डरलाग्दो पानी पर्छ, एकदमै खतरा पानी पर्छ। एकदम यो चाहिँ खतरा पानी पर्ने सङ्केत दिन्छ यहाँ चाहिँ यसरी होइन। चट्याङहरू पनि पर्छ। अस्ति
हाम्रो कम्पनीभित्र पनि चट्याङ हानेर पुरै कम्पनीको त्यो खाली जग्गामा पुरा आगो लागेको थियो। अनि पुरै आगो नै पुरै कम्पनीले दमकल बोलाएर पुरै बिजोकै भइसकेको थियो। हाम्रो भीम थामी चाहिँ पुरै अत्तालिएर केटो भिडियो बनाउँदै थियो अरे, अनि अत्तालिएर पुरै भिडियो सिडियो नबनाइकन भागेको थियो। ल हेर्नुहोस् यहाँको यस्तो छ दृश्य, तपाईँहरूले हेर्न सक्नुहुन्छ। यो चाहिँ एउटा यो के अरे चियानघारी हो यो चाहिँ, होइन। उता साइड चाहिँ पुरै कपुर छ, होइन। यो साइड चाहिँ खाली रहेछ। यो चाहिँ कभर भन्नु न यार, कबर खान होइन हो, कपुर भन्छ हामी चाहिँ। कभर भन्नु कबर चाहिँ के को कबर? कभर के को कबर हो? कपुर होइन त कपुरको रुख भइगयो नि फेरि। कभर भयो, कभर ठिकै हो त नि। त्यही त नि, कबर हो कि कपुर हो, खै त्यति खासै आएन। हामी चाहिँ कपुर भनेर चिन्छौँ, होइन। त्यो डाँडा हो, त्यो डाँडातिर चाहिँ जानुपर्छ होला हौ। यो एरियामा त सबै कालेहरू छ नि यहाँ त। यो मन्दिरमा त अस्ति पनि गएको म, 2-3 पल्ट भिडियो बनाइसकेँ मन्दिरमा त। आज हरिलाई मन्दिर दर्शन गराउन लानु पर्यो। टोटो पर्छ होला। ल हाम्रो मन्दिरसम्मको यात्रा हुन्छ, तपाईँहरूलाई मन्दिरसम्मको यात्रा देखाउँछु, होइन। मन्दिरमा हाल्ने पैसा त छैन। आँपहरू हेर्नुहोस् तपाईँहरूले, होइन। मन्दिरबाट त पैसा निकाल्ने हो र। ल हेर्नुहोस्, पैसा निकाल्ने हो नि। अब तपाईँहरू मन्दिरमा गएर देखाइदिने छु। बाइक आयो, बाइक निकाल्दा दाहरू हाल्नुपर्छ ल अरे आज। ल हेर्नुहोस्, यहाँको चिटिक परेको घर हो यो। ल हेर्नु त घर। ल साथीहरू, तपाईँहरूलाई म मलेसियाको लोकल भाले देखाउँछु है त। ल हेर्नुहोस्, यस्तो खतरा हुन्छ, हेर्नुहोस्। ल हेर्नुहोस्, यसको भालेपतिको जोडी हेर्नु त, आम कति चटक्कै मिलेको। ल हेर्नु त, ल हेर्नुहोस्, यसलाई हुन्छ मलेसियाको लोकल भाले साथीहरू, होइन। अब हामी चाहिँ अब यो चाहिँ यहाँको एउटा ठुलो स्कुल छ यो, होइन। ल हेर्नुहोस्, स्कुल दामी छ। उतापट्टि चाहिँ यसो बजार पनि छ। ल हेर्नुहोस् यता, ल हेर्नुहोस्, यो चाहिँ एउटा स्कुल हो। यो हिन्दू धर्मावलम्बीहरूको एउटा स्कुल हो यो चाहिँ, होइन। यो स्कुल छेउमा चाहिँ यो चाहिँ मन्दिर हो। यो स्कुल छेउमा मन्दिर छ। यो मन्दिरको भिडियो त तपाईँहरूले हेरिसक्नु भएको होला। र पनि आज साथीहरूसँग म मन्दिरसम्म आएको छु, हेरिदिनु होला, होइन। हामी चाहिँ आज हाम्रो हरिप्रसाद कोइरालालाई चाहिँ यहाँ मन्दिर दर्शन गराउन लिएर आएको। टोटो नम्बर लिन्छु भनेर चाहिँ आएको ऊ, होइन। आज टोटो पार्छु भनेर चाहिँ आएको। भरे टोटो पाऱ्यो भने तपाईँहरूलाई सबलाई म डिस्को लगेर जान्छु भन्छ। तर मेरो त नाइट सिफ्ट छ, म त जानु पाउँदिनँ होला डिस्को। हरिको नाइट सिफ्ट छैन। हेर्नुहोस्, जय श्री राम। ल हेर्नुहोस्, यो चाहिँ मन्दिर हो, होइन। यहाँको भ्लग त पहिल्यै हेर्नुभयो होला तपाईँहरूले। म चाहिँ केटाहरूसँग आज आएको हो। ल हेर्नु होला साथीहरू, अब मन्दिर दर्शन अब। ल हेर्नुहोस्, आजलाई मेरो भ्लग चाहिँ यति नै हुनसक्छ साथीहरू। फेरि अर्को भ्लगमा भेटौँला। बाई बाई।